नमस्ते सबैजना सन्चै हुनुहुन्छ नि जुन कति मजाले देखाएको छ मसँग नि मेरो एउटा बिरालो साथी नि छ हाई हेलो हेलो बिरालो देख्यो मसँग बिरालो साथी छ अनि गाइस के छ सबैजना सन्चै हुनुहुन्छ होला नि आज त मौसम कति रमाइलो छ अलि दिन त रमाइलो हुन्छ त्यसपछि चाहिँ सक्यो बाजा बज्छ त्यसपछि चाहिँ आकाश कस्तो राम्रो भयो र यो चाहिँ दोहा इन्टरनेसनल पार्क दोहा इन्टरनेसनल उता खाके अरे पहिले चल्ने पुरानो एयरपोर्ट अहिले त हमार भइहाल्यो होइन सबैजना हामी बस्छन् एक्लै लुन्ठुङ एकछिन पार्कमा फ्रेस हुँ भनेर आएको यो चाहिँ मेरो साथी अरू कोही साथी नै भने यो मेरो साथी यो यसको एउटा आँखा चाहिँ सन्चो छैन जस्तो लाग्यो मलाई गाडी कस्तो खस्किएको मेरो साथी बिरालो केही खाना लिएर आएन आउँछ मसँग अब कस्तो गाडी खस्को छ कहाँ जानु होला यो चाहिँ मेट्रो मतरकदिनको पार्क मस्जिद छ त्यहाँ पनि यता छ मस्जिद यो भयो मस्जिद आकाश कस्तो राम्रो छ हेर न गाइजहरू आकाश जुन फुल मुन ओ बिरालो दाजु के गर्दै हुन्छ तिमी चाहिँ ओ बिरालो दाजु के गर्दै हो खोरी बिरालो दाजु खोरी नोटी बिरालो यहाँ नि छ होस् मेरो साथी एक कपालको साथी के खेल्ने यो हेरेको नच्यात्दै च्यात्न चाहिँ यसलाई नि आनन्द लागेछ मेरो सलेर आइज भाग्छस् बिचमा हराउँछु के गाइजहरू तपाईँले त मलाई त बिर्सिनु भयो होला होइन नबिर्सिनु हुँदैन एकअर्कालाई बिर्सिनु त सकिँदैन बिर्से भ्लगमा पनि त्यस्तो इन्ट्रेस्टिङ ल्याउँ भन्दा पनि केही छैन क्या एक्लै हुन्छ है एक्लै भइसकेपछि के इन्ट्रेस्टिङ ल्याउनु के इन्ट्रेस्टिङ नल्याउनु थाहा नै हुँदैन क्या अब दिउँसो यसो बाहिर कतै निक्ल्यौँ भने रमदान छ अब रमदानको टाइममा बाहिर निक्लेर भिडियो बनाउनु पनि राम्रो हुँदैन है एक महिना त त्यस्तै अब अलि पछि निक्ल्यो भने गर्मीले हिँड्न सकिँदैन अनि चिकन पड्काउने अनि बस्ने काम छ र मौसम चाहिँ जस बब्बाल छ न त जाडो न त गर्मी मिडियम छ यस्तै भइदियो त सही हुन्थ्यो नि अलि दिनमा त मर्ने गरी गर्मी हुन्छ कस्तो मजाको हावा चले खाएर अहिले वाउ जस्ट लुकिङ लाइक वाउ मौसम वाउ आजको मेरो ड्रेसअपै गाइड ड्रेसअप हेरौँ त ओ बिल्लु उता जा बिल्लु बिल्लु आजको मेरो ड्रेसअप चाहिँ यस्तो छ आइज आउँछस् जुन पनि देखिरहेछ एक्लै आयो एक्लै गयो एक्लै मरिन्छ एक्लै जिन्दगी ए फटा मसँग खेलेर मलाई टोक्ने हो क्या उता जा त मलाई टोक्न आइपुहाल्छ फेरि फटा पो छ त्यो के जान्थे दिउरेर है जाडो आएको तँलाई
जाडो भए खेल्छस् मसँग के खेलेको मसँग आइ खान्छ हौ टोक्छ पो मलाई त कस्तो फटाएर आइज खेल ल खेल ल खेल्छस् के हेरेको मात्रै हेर्छस् मात्रै त अनि जा मेट्रो 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 अब यहाँबाट मेट्रो चढेर जान्छु साथीबाटोमा एकछिन साथीबाटोमा गएर बस्छु बाहिर कस्तो चिसो चिसो भएर भागेँ म त हिँड्नै सकिनँ बस्नै सकिनँ कि चिसो भएर मेट्रो काट्न पैसा पनि छैन होला सायद हाल्नुपर्छ गाइज मेट्रो गाइज एक्लै कहाँ छु त मसँग बिरालो साथी छ हावा चलेर कस्तो मजाको हावा चलिरहेको छ फिलहाल चाहिँ एक दुई दिन त पानी पऱ्यो अस्तिका दिन पानी परेपछि गर्मी सुरु हुन्छ जस्तो लागेको थियो मलाई भन्न सुरु चाहिँ भएन अब अलि दिनमा सुरु हुन्छ होला असिनासम्म परेको थियो क्या अनि असिना पर्दा त गर्मीले मार्छ तर त्यही पनि हावा लागेर कस्तो मस्त छ है यतिसम्म चाहिँ अनि नयाँ को हुनुहुन्छ नयाँ जतिले चाहिँ भिडियोहरू हेरेर लाइक गर्नु होला सब्सक्राइब गर्नु होला है म त धेरै पछि आइरहेको हुन्छु बिजी चाहिँ हुँदैन अस्तितिर त बिजी थियो फिलहाल चाहिँ अहिले खाली नै छु त्यही पनि भ्लग बनाउनलाई के बनाउनु थाहा नै हुँदैन नि एक्लै आफै मात्र भ्लग कति हाल्नु है साथीहरू भए पो यसो साथीहरूसँग गएर भ्लग हाल्न मजा आउँछ अब आफ्नो साथीहरू ड्युटीमा छन् ड्युटीमा सबै साथी के गर्नु एक्लै बस्ने एक्लै भ्लग हाल्ने एक्लै त छुइनँ बिरालो पनि छ मसँग यहाँ बिरालो साथी मेरो बिरालो एक्लै छुइनँ नि मसँग बिरालो साथी छ मौसममा रमाउँदै यति राम्रो मौसम छ चिसो ओके त गाइस टेक केयर नयाँ हुने जतिले सब्सक्राइब गर्नु लाइक गर्नु सपोर्ट गरौँ एकअर्कालाई होइन नयाँ हुने जतिले चाहिँ गएर सब्सक्राइब गर्नु होला है त गाइस ओके बाई टेक केयर लभ यु गाइस बाई